घुम्न निस्क्यो आज 9 महिना पछाडि सबैजना एउटै फ्लाइटमा आएको हामी साथीहरू विदिन 9 months रविनजीलाई देख्दिनँ त हौ रेकर्ड ब्रेक गरेको नि त हामीले 9 महिना पछाडि यताबाट जाउँ कि माथिबाट हामी कता चाहिँ आज जाने रमाइलो घुमघाम हुने अनुमान छ यता उबाट जाउँ यो यहाँ यो फुल फुलेकोले गर्दाखेरि यो फुलको फुलहरू फुलेको छ यस्तो रमाइलो छ साथीहरू ठाडो पारेर खिच्नु कि तेर्सो पारेर खिच्नु नि यार के गरे सबै ह्यान्डसम छन् हौ सबै हेर्छन् गाइजहरू सबै कालो चस्मा सुरजी सुपर हेर्छन् पर्वतिया हाम्रो अर्घाखाँचीबाट अराहासी किङ काभ्रेली हो नि त काभ्रेली सोल्टी काभ्रेली सोल्टी होइन इन्जोय गर्दै हुनु यहाँ आइपुग्यो यहाँ श्रावण मेला लागेको रहेछ यस्तो छ अगाडि मेला एकदम मान्छेले भरे आउँछ होला कि त्यहाँ नि सुरु गरे त उनीहरूले यहाँबाट अगाडि बढ्दैछ हामी सुरजी के छ मेलामा आएर कस्तो लागिरहेछ रमाइलो आएको छ यो के भन्छ कोरियाको वसन्त ऋतुसँगै हामी एउटै फ्लाइटमा आएका साथीहरू यसो आज यो मौसम जस्तो नेपालको घाम भइरहेछ अनि चारैजना स्कुटीमा गाह्रो हुन्छ त्यो गाडीमै जानु नानीहरूसँग हुँदैन स्कुटी फुलहरू फुलेको छ राम्रो अब हामी पछाडि ब्याकग्राउन्डतिर बाटोतिर गइरहेछौँ यात्रा अगाडि बढ्छ यहाँबाट हाम्रो एकदम साथीहरू कोही अगाडि कोही पछाडि हुनुहुन्छ फोटो खिच्दै एकदमै रमाइलो दृश्य छ भ्लग हो नि त युट्युबको लागि भ्लग बनाउँदैछ हामी यस्तो छ यता चाहिँ यस्तो छ ब्याकग्राउन्डमा क्यामेरामा फुलेको यस्तो रमाइलो फोटो राम्रो आएन है भिडियो अब चाहिँ राम्रो आएको छ यसरी सट्ट यहाँ सबै बाटामा मेला लागेको छ यस्तो छ राम्रो मेला लागेको छेउमा के अरे युट्युबमा हेऱ्यो
साथीहरू फोटो भिडियो खिच्नलाई एकदम व्यस्त हुनुहुन्छ र यसरी मेला लागेको छ नेपालमा मेला लागे जस्तै यहाँनिर शेर्पा सर अलि तराउनु 장유상이 되겠습니다. 저의 소원을 부르신 이중인 장유상. मान्छे के रहेछ होला 이중인. 아 예. 나오세요. 이거는 우리 이순택 가수님 네, 올라오세요. 네. यो चाहिँ फोटो भिडियो खिच्नको लागि एकदम पर्फेक्ट लोकेसन रहेछ। यहाँ साथीभाइहरूले धेरै फोटो भिडियोहरू खिच्नु भयो, मैले पनि खिचेँ। यसरी यहाँ मेलाको दृश्य चाहिँ खासै क्याप्चर गर्न पाइएन। यसरी बनाउने भयो अब धेरै नै फोटो भिडियोहरू खिचिसके पछाडि अब हामी यहाँबाट अगाडि बढ्न लागिरहेछौँ। टिकटक त के बनाउनु धेरै भिडियो होइन नबनाउनु होला यहाँ हाम्रो म्यानमारका साथीहरू पनि अचानक आइपुग्नु भएछ है केटाहरू। हेलो शेर्पाजीले फोटो लिइराख्नु भएको छ यहाँ। हाम्रो सिंहजीले पनि फोटो खिच्दै हुनुहुन्छ। स्लो मोसनको धेरै भिडियोहरू बनाउनु रहेछ, भरे आउँछ होला, टिकटकमा आउने सम्भावना छ एकदम। हजुर रविनजी परबाट आइराख्नु भएको छ, हाम्रो भीम सर, रविनजी। भ्लगमा स्वागत छ है भीम सरलाई। यो छुक्जेको बारेमा केही भनिदिनु त भीम सर। खोङयाङ सहरको योगासा भन्ने ठाउँमा फुलहरू फुलेको छिन्दालले खेनारी फुलेको फुलको उपलक्ष्यमा फेस्टिभल मनाउँदो रहेछ प्रत्येक वर्ष। त्यस्तै गरिकन यो वर्ष पनि फेस्टिभल आयोजना गरेको रहेछ। मैले जाने अनुसार गत हप्ता थियो खास फेस्टिभल चाहिँ, फुल नफुलेको कारणले गर्दा, टेम्परेचर नबढेको कारणले गर्दाखेरि पछाडि सारेर यो हप्ता हिजो लागेको छ। रमाइलो रहेछ, त्यति धेरै मान्छेहरू छैन, जनसमुदायहरू छ। अब बेलुकी पख आउँछ, हजुर रमाइलो रहेछ, खुसी लाग्यो। मैले नि एउटा भिडियो बनाएको छु, सायद टिकटकमा जान्छ होला। हजुर धन्यवाद भीम सर। हाम्रो मेला भ्रमणको यात्रा चाहिँ लगभग अब समाप्त हुन लागिसकेको छ। हामी फर्किन लागिरहेछौँ सबैजना। एकदम यहाँ साथीहरू हुनुहुन्छ। रमाइलो गऱ्यो, फोटोहरू खिच्यो धेरै। साथीहरू एकदम यात्रा मेला भ्रमण गरिसकेर फर्किराख्नु भएको छ। बनाएको देख्दैन अनि रविन सर मजा लाइभमा हुनुहुन्छ, गेममा हुनुहुन्छ, भिडियो बनाइराख्नु भएको छ।